दानिएलको अविश्वसनीय कथा, विश्वास, साहस र ईश्वरीय बुद्धि प्रेरणाको स्रोतमा, जहाँ विगतका कथाहरूले हामीलाई आजको लागि प्रेरणा दिन्छ। आज हामी इतिहासको एउटा सबैभन्दा रोचक कथामा डुब्नेछौँ, जुन युगौँ-युगसम्म गुन्जिरहन्छ। एउटा युवक दानिएलको कथा, जसको अटल विश्वासले बन्दीपनलाई विजयमा, खतरालाई उद्धारमा र दर्शनहरूलाई भविष्यवाणीमा बदलिदियो। यो पुरानो नियमको दानिएलको कथा हो, जुन एउटा पतन भएको राज्यको छायाबाट सुरु हुन्छ र ईश्वरीय उद्देश्यको शिखरसम्म पुग्छ। त्यसैले बस्नुहोस् र आज राजाहरू, सपनाहरू र चमत्कारहरूको संसारमा फर्कन्छौँ। नमस्कार, प्रेरणाको स्रोत च्यानलमा फेरि स्वागत छ। आजको अद्भुत कथामा प्रवेश गर्नु अघि सब्स्क्राइब बटन थिच्न नबिर्सनुहोस् र घण्टी बजाउनुहोस्, ताकि तपाईँ प्रेरणादायी कथाहरू कहिले मिस नगर्नुहोस्। सँगै मिलेर सकारात्मकता फैलाऊ। एउटा कथा, एउटा प्रेरणा। हाम्रो कथा यरुशलेमबाट सुरु हुन्छ। करिब 605 ईसा पूर्व एउटा जीवन्त सहर। तर एक दिन बाबेलको सेना शक्तिशाली राजा नबुकदनेस्सरको नेतृत्वमा त्यहाँका ढोकाहरूमा आक्रमण गर्छ। यहुदाको राज्य ढल्छ र बाबेलको टाढाको भूमिमा कैदी बनाएर लैजानेहरू मध्ये एक युवक कुलीन दानिएल पनि थिए। अब कल्पना गर्नुहोस्, तपाईँ आफ्नो घर, परिवार, संस्कृतिबाट टाढा हुनुहुन्छ, किनभने एउटा साम्राज्यले तपाईँको देश जितेको छ। यो असहाय हुन्छ। उनी केवल किशोर थिए, आफ्नो घर, परिवार, मन्दिरबाट टाढा। तर यहाँ दानिएललाई फरक बनाउने कुरा छ। साङ्लोमा बाँधिए पनि उनले एउटा अटुट चिज बोकेका थिए, इजरायलका परमेश्वरमाथिको विश्वास। बाबेलमा नबुकदनेस्सरले आफ्ना बुद्धिमान र उत्कृष्ट कैदीहरूका लागि योजना बनाए। दानिएल र उनका 3 साथीहरू हनन्या, मिसाएल र अजरियालाई राजाको दरबारमा सेवा गर्न छानियो। बाबेलीहरूले उनीहरूलाई नयाँ नाम दिए। दानिएलको नाम बेलशस्सर भयो र उनका साथीहरूको नाम सद्रक, मेशक र अबेदनगो राखियो। उनीहरूलाई बाबेलको तरिका सिकाइयो, त्यहाँका भाषा, चलन र देवताहरू। तर दानिएलले एउटा रेखा कोरे। जब उनलाई राजाको टेबलमा मिठो खाना र दाखमत सम्भवत मूर्तिहरूलाई चढाएको खाना प्रस्ताव गरियो, उनले अस्वीकार गरे। बरु उनले तरकारी र पानी मागे। मुख्य अधिकारी हिचकिचाए, चिन्तित भए कि उनीहरू कमजोर हुनेछन्। तर दानिएलको विश्वास चम्कियो। उनले साहसपूर्वक भने, हामीलाई 10 दिनसम्म परीक्षा गर्नुहोस्। र 10 दिनपछि दानिएल र उनका साथीहरू अरूभन्दा स्वस्थ र बलियो देखिए। परमेश्वरले उनीहरूको आज्ञाकारिताको सम्मान गर्नुभयो र दानिएलको साहसको यात्रा सुरु भयो। वर्षहरू बिते र दानिएलको बुद्धि बढ्यो। दानिएल बाबेली समाजमा माथि उठे, चालाकी वा छलले होइन, तर परमेश्वरले दिनुभएको बुद्धिले। त्यसपछि एउटा रात आयो जसले सबै कुरा बदलिदियो। राजा नबुकदनेस्सर पसिनाले निथ्रुक्क भिजेर बिउजिए। एउटा सपनाले सताएको थियो, जुन उनले बुझ्न सकेनन् र क्षण खराब सम्झन पनि सकेनन्। रिसले चुर भएर उनले आफ्ना जादुगर, ज्योतिषी र बुद्धिमान मानिसहरूलाई बोलाए। मेरो सपना र त्यसको अर्थ बताओ, उनले माग गरे, नत्र तिमीहरू सबै मर्नेछौ। दरबार काँप्यो। सपना देख्नेले नै बिर्सेको सपना, कसैले अनुमान गर्न सकेन। मृत्यु नजिक आयो, तर दानिएल अगाडि आए। उनले परमेश्वरसँग प्रार्थना गरे र त्यो रात स्वर्ग खुल्यो। परमेश्वरले सपना प्रकट गर्नुभयो। सुन, चाँदी, काँसा र फलामको एउटा विशाल मूर्ति, माटोको खुट्टा भएको, स्वर्गबाट आएको, ढुङ्गाले चकनाचुर भएको। दानिएल राजा कहाँ गए र भने, तपाईँको सपना साम्राज्यहरूको दर्शन हो, तपाईँको र आउनेहरूको। बाबेल ढल्नेछ, अरू उठ्नेछन्, तर अन्तमा परमेश्वरको राज्य सधैँ रहनेछ। नबुकदनेस्सर छक्क परे। उनी दानिएलको अगाडि झुकेर घोषणा गरे, तिम्रो परमेश्वर देवताहरूका परमेश्वर हुन्। दानिएलको विश्वासले उनको जीवन मात्र बचाएन, उनलाई बाबेलमा सम्मानको स्थानमा पुर्यायो। यो क्षणले हामीलाई शक्तिशाली कुरा सिकाउँछ। जब हामी परमेश्वरमाथि भरोसा गर्छौँ, उहाँले हामीलाई हामीभन्दा ठूलो चुनौतीहरूको सामना गर्न सक्षम बनाउनुहुन्छ। दानिएलले आफ्नो बुझाइमा भर परेनन्, उनले ईश्वरीय बुद्धिमा भरोसा गरे र यसले सबै कुरा बदलिदियो। अर्को नाटकीय दृश्यमा पुगौँ। नबुकदनेस्सरले एउटा विशाल सुनको मूर्ति बनाए र सबैलाई त्यसको अगाडि झुक्न आदेश दिए, नत्र आगोको भट्टीमा मृत्यु। सद्रक, मेशक र अबेदनगोले अस्वीकार गरे। हाम्रा परमेश्वरले हामीलाई बचाउन सक्नुहुन्छ, उनीहरूले घोषणा गरे। तर यदि उहाँले बचाउनु भएन भने पनि हामी झुक्दैनौँ। रिसले चुर भएर राजाले भट्टी 7 गुणा तातो बनाउन आदेश दिए। ज्वालाहरू यति तीव्र थिए कि 3 जनालाई भित्र हाल्ने पहरेदारहरू नै मरे। तर राजाले हेर्दा उनको मुख खुल्यो। आगोमा 4 जना हिँडिरहेका थिए, अहित नभएको, र चौथो ईश्वरीय प्राणी जस्तो देखिन्थ्यो। 3 जना बाहिर निस्किए, कपाल पनि नजलेको, धुवाको गन्ध पनि नआएको।
नबुकदनेस्सरले कराए, सद्रक, मेशक र अबेदनगोका परमेश्वर धन्य होस्। उनीहरूको साहसले प्रमाणित गर्यो कि परमेश्वरको संरक्षण कुनै पनि ज्वालाभन्दा बलियो छ। पछि राजा नबुकदनेस्सरले अर्को अनौठो सपना देखे, एउटा विशाल रुख काटिएको जसले उनको पतनको प्रतीक थियो। फेरि दानिएलले दर्शन व्याख्या गरे, राजालाई परमेश्वरको अगाडि नम्र हुन चेतावनी दिए। तर घमण्डले नबुकदनेस्सरलाई अन्धा बनायो र चाँडै उनले आफ्नो विवेक गुमाए। जनावर जस्तै बाँचे जबसम्म उनले परमेश्वरको सर्वोच्चतालाई स्वीकार गरेनन्। जब राजाले आफ्नो विवेक फिर्ता पाए, उनले घोषणा गरे, अब म नबुकदनेस्सर स्वर्गका राजाको प्रशंसा र सम्मान गर्छु। यो अध्यायले एउटा शाश्वत सत्यलाई जोड दिन्छ। साँचो महानता शक्ति वा धनबाट होइन, तर परमेश्वरको सर्वोच्च अधिकारलाई स्वीकार गर्नबाट आउँछ। समय बित्यो र नयाँ राजा बेलशस्सरले सिंहासन सम्हाले। एक रात एउटा जंगली भोजको बीचमा एउटा भुतिया हातले दरबारको भित्तामा रहस्यमय शब्दहरू लेख्यो, मेने मेने तेकल पार्सिन। राजाको घुँडा ठोकिए। डरले कसैले त्यसको अर्थ बुझाउन सकेन, दानिएल बाहेक। अब बुढो र बुद्धिमान भएका उनी मसालको उज्यालोमा आए र चिसो सन्देश दिए, तपाईको राज्य समाप्त भयो। परमेश्वरले तपाईलाई तौलाउनु भयो र अपर्याप्त पाउनुभयो। आज राति बाबेल ढल्नेछ। त्यही रात पारिसीहरूले शहरमा आक्रमण गरे र बेलशस्सर रहेनन्। दानिएलको भविष्यवाणी फेरि सत्य साबित भयो। नयाँ पारसी शासक दारियसको शासनमा दानिएल झन माथि उठे। जबसम्म राजाका सल्लाहकारहरूमा ईर्ष्या बढेन, उनीहरूले दारियसलाई एउटा फन्दामा पारे। 30 दिनसम्म राजा बाहेक अरूलाई प्रार्थना गर्न नपाइने नियम बनाए, नत्र सिंहको खाडलमा फालिनेछ। तर दानिएल डगमगाएनन्। उनी आफ्नो छ्यालमा खुट्टा टेकेर परमेश्वरलाई प्रार्थना गरिरहे। जस्तो सुकै होस्, उनका शत्रुहरूले उनलाई समाते र दारियसको अगाडि ल्याए, जो दुखी भए तर आफ्नै नियमले बाधिए। दानिएललाई सिंहको खाडलमा हालियो, ढुङ्गाले प्रवेशद्वार बन्द गरियो। दारियस रातभरि निदाउन सकेनन्। बिहान उज्यालो भएसँगै उनी खाडलमा दौडिए र कराए, दानिएल, तिम्रो परमेश्वरले तिमीलाई बचाउनु भयो? एउटा शान्त आवाजले जवाफ दियो, मेरा परमेश्वरले आफ्नो दूत पठाउनु भयो र सिंहका मुख बन्द गर्नुभयो। राजाले दानिएललाई बाहिर निकाले, अहित नभएको र सबैले जीवित परमेश्वरको सम्मान गर्नुपर्ने आदेश दिए। विश्वासले फेरि मृत्युदण्डलाई चमत्कारमा बदलिदियो। यो प्रतिष्ठित क्षणले आगोमुनिको विश्वासको बारेमा धेरै कुरा बोल्छ। जतिसुकै कठोर विरोध भए पनि परमेश्वर झन महान हुनुहुन्छ। दानिएलको जीवनको अन्तिम अध्यायहरूमा उनले ठूलो महत्त्वका दर्शनहरू पाए। उनले साम्राज्यहरू उठेको र ढलेको, असल र खराब बीचको लडाई र अन्तिम मुक्तिको बाचा देखे। यी भविष्यवाणीहरूले आउने मसीह र परमेश्वरको राज्यको अनन्त विजयलाई सङ्केत गर्छन्। यी प्रकटीकरणहरू मार्फत दानिएलले हामीलाई सम्झाउँछन् कि पृथ्वीका राज्यहरू ढल्न सक्छन्, तर परमेश्वरको योजना सधैँ रहन्छ। उनको दर्शनले अजन्मिएका पुस्ताहरूलाई आशा दिन्छ। हामीलाई उज्यालोले अन्धकारलाई सधैँ जित्छ भन्ने आश्वासन दिन्छ। त्यसो भए दानिएलको कथाले किन यति गहिरो प्रभाव पार्छ? किनभने यो केवल पुरानो इतिहास होइन, यो अनिश्चित समयमा विश्वासपूर्वक बाँच्ने मार्गदर्शन हो, चाहे बन्दीपन, आगोको परीक्षा वा जीवन मरणको खतरा होस्। दानिएल कहिले डगमगाएनन्। उनको जीवनले प्रमाणित गर्छ कि जब हामी परमेश्वरमाथि भरोसा गर्छौँ, उहाँले बाटो बनाउनुहुन्छ जहाँ बाटो देखिँदैन। दानिएलको यात्रालाई मनन गर्दा आफैलाई सोध्नुहोस्, म आज कस्ता चुनौतीहरूको सामना गरिरहेको छु? म कसरी दानिएल जस्तै मेरो विश्वासमा अडिग रहन सक्छु? सम्झनुहोस्, परमेश्वरले तपाईको सङ्घर्ष देख्नुहुन्छ, तपाईको प्रार्थना सुन्नुहुन्छ र तपाईलाई उद्धार गर्न तयार हुनुहुन्छ। र त्यसैले प्रेरणाको स्रोतका श्रोताहरू, दानिएलको कथाले हामीलाई यो छोड्छ, साहस भनेको डरको अभाव होइन, यो डरको बीचमा परमेश्वरमाथि भरोसा गर्नु हो। ईश्वरीय संरक्षण सधैँ आदिबाट भाग्नु होइन, तर त्यसभित्र बल प्राप्त गर्नु हो। बाबेलको दरबारदेखि सिंहको खाडलसम्म दानिएलको जीवनले शताब्दीहरूसम्म हामीलाई फुसफुसाउँछ। अडिग रहनुहोस्, साहसपूर्वक विश्वास गर्नुहोस् र असम्भव कुरा प्रकट भएको हेर्नुहोस्। अर्को पटकसम्म यो प्राचीन विश्वासको कथामा तपाईले आफ्नै प्रेरणाको स्रोत पाउन सक्नुहुन्छ। दानिएलको अविश्वसनीय यात्राको बारेमा तपाईँ के सोच्नुहुन्छ? हामीलाई टिप्पणीमा बताउनुहोस्। थप प्रेरणादायी बाइबल कथाहरूको लागि प्रेरणाको स्रोतमा सदस्यता लिनुहोस्। मुख्य सन्देश: जब हामी परमेश्वरमाथि अटल विश्वास राख्छौँ, उहाँले हामीलाई कुनै पनि परीक्षाबाट पार गराउनुहुन्छ। दानिएलको जीवनले देखाउँछ कि इमानदारी, नम्रता र साहसका साथ अडिग विश्वासले आगोको भट्टी, सिंहको खाडल र साम्राज्यहरूको दबावलाई पनि जित्न सक्छ। संसार परिवर्तन हुन सक्छ, तर परमेश्वरको योजना र रक्षा कहिले परिवर्तन हुँदैन। प्रार्थना:
हे परमेश्वर, हामी आज तपाईप्रति दानियलले देखाएको अटल विश्वास, साहस र नम्रताको लागि धन्यवाद दिन्छौँ। हामी प्रार्थना गर्छौँ कि जब हामी कठिनाइ, भय वा अन्यायको सामना गर्छौँ तब तपाईँ हामीलाई पनि दानियल जस्तै अडिग बनाउनुहोस्। हाम्रो हृदय बलियो बनाउनुहोस्, हाम्रो विश्वासलाई गहिरो बनाउनुहोस् र हामीलाई सम्झाइरहनुहोस् कि तपाईँ सधैँ हाम्रो साथमा हुनुहुन्छ, चाहे आगोको भट्टीमा होस् वा सिंहको खाडलमा। तपाईप्रति हाम्रो भरोसा कहिले नडगमगाओस्। हामी तपाईलाई आदर, स्तुति र धन्यवाद दिन्छौँ। येशूको नाममा आमेन। प्रिय दर्शकबिन, तपाईलाई यो कथा मन पर्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईको विचार कमेन्टमा लेख्नुहोस्। यो अद्भुत कथा अरूसँग पनि सेयर गर्न नबिर्सनुहोस्। प्रेरणाको स्रोतलाई लाइक गर्न नबिर्सनुहोला। तपाईको प्रतिक्रिया र सुझावको प्रतीक्षा गर्नेछौँ। अर्को कथा फेरि सुन्न भेटौँला। तपाईको समर्थन नै हामीलाई अझ प्रेरणादायी सामग्री बनाउन मद्दत गर्छ। प्रेरणाको स्रोत बनेर अघि बढौँ। धन्यवाद।